चाहन्छु, हार्दिकताका साथ अपिल गर्न चाहन्छु, हामीलाई मौका दिनुहोस्। मौका पार्टीले बहुमतको सरकार गठन गर्न पायो र चलाउन पाएर 5 वर्षभित्रमा कायापलट हुने गरी जनतालाई फिल हुने गरी महसुस हुने गरी काम गर्न सकिनछु भने मैले यो देशको नागरिकता त्यागेर शरणार्थी एक पैसा भ्रष्टाचार हुँदैन। मसँग तपाईँको चाहिँ नि यही हो मौकामा छौका हानु भनेर आउनु भएको छ भने यहाँ तपाईँहरू गइहाल्नुहोस्। भ्रष्टाचार गर्न पाउँछु, यही हो अवसर भनेर आउनु भएको छ भने म कसैलाई छोड्नेवाला छैन। छोड्नु हुँदैन। 1 रुपियाँ त धेरै हुन्छ, 1 रुपियाँमा 1 पैसा मात्रै पनि 1 रुपियाँमा त 100 पैसा हुन्छ। 1 पैसा मात्रै पनि भ्रष्टाचार गरेछु, भ्रष्टाचार गरेको कमिसन खाएको घुस खाएछु र त्यो गरेको पैसा मेरो मुखमा परेको दिन त्यही मेरो मरण होस्। सिलिकोनमा कसम खाएको मान्छे, पाथी घरमा कसम खाएको मान्छे छु, पशुपतिनाथको स्वयम्भूको कसम खाएर भन्छु शुद्ध मान्छे अर्घ सम्मान त्यति निष्कलङ्क र निष्ठोक मान्छे हो। त्यसो भएको कारणले गर्दाखेरि तपाईँहरूले मलाई मौका दिनुभयो भने म यो देशलाई कसरी बचाउँदो रहेछु र कसरी बनाउँदो रहेछु भन्ने कुरामा मलाई काम गर्नका लागि बजेट चाहिँदैन। उदाहरण मैले यो गफ गरेको होइन, धराना आएर हेर्दा हुन्छ। बिना पैसाको 1 अर्बभन्दा धेरैको सम्पत्ति जोडिदिएको मान्छे हो म है। किनभने मलाई थाहा छ स्रोत भनेको शक्ति भनेको सबै जनता हो है। वर्षौँ वर्ष 4 वर्षसम्म यो देश बनोस् भनेर फाटेको लुगा लगाएर कठोर श्रम गर्ने श्रमदाता हुनु है। यस्तो खालको नेतृत्व यो देशले पायो भने तपाईँ कल्पना गर्नु सक्नु। तमाम किसानहरूको दिन आउनेछ, तमाम मजदुरहरूको दिन आउनेछ है। म मुखले बोल्ने मान्छे होइन, आत्मा बोल्ने मान्छे हो। मलाई कसैले यस्तो भनेर भन्नेवाला मान्छे होइन म है। कसैले त चुप लाग भन्दा चुप लाग्ने मान्छे होइन। म यो देशलाई सत्यवादी देश बनाउन पनि चाहन्छु। हामी यो देशमा चाहिँ के रहेछौँ भने झुटो कुरा बोलिदिनु पर्ने, साँचो कुरा बोल्यो भने आफ्नै परिवार पनि है। अनि साँचो बोल्ने सज्जन मान्छेहरू डराउने बोल्नलाई। अनि 1000 जना मान्छे बस्ने ठाउँमा 1 जना फटाले बोलेर उसले शासन गरिराख्ने, बाँकीको 999 जना चुप लागेर छ। अब सहनु हुँदैन तपाईँलाई है। बोल्न पाउनुपर्छ तपाईँले, नेपालले बोल्न पाउनुपर्छ। जब सबै नेपाली बोल्छ अनि त्यसलाई माटो बोलेको माटो, यो देशको माटो बोल्छ। अब यो देशको ढुङ्गा बोल्छ। यो देश बोल्छ कि बोल्दैन? सुत्छ कि उठ्दैन? त्यो देश उठाउने अभियानमा म यहाँ सबैजनालाई आबद्ध भइदिनको लागि अनुरोध गर्न चाहन्छु। अब हामी सबैजनाले जहाँ हामी बसिरहेका छौँ, उभिरहेका छौँ, त्यहाँको माटो छोइदिनुहोस् प्लिज। हामी माटोलाई अब वचन दिन्छौँ। माटोलाई वचन दिउँ त? शपथ भन्दैन फेरि हाम्रो त्यो पनि फरक छ। तपाईँले चाहिँ आफू उभिएको ठाउँको माटो छोइदिनुहोस्। अब हामी माटोलाई वचन दिन्छौँ। एउटा गीतमा सँगसँगै नाच्छौँ। सबैजनासँग म फोटो पनि खिच्ने हो मारेर है। धन्यवाद। सबैजनाले आफू उभिएको ठाउँको माटो छुनुभयो। दाहिने हातलाई छुइदिनुहोस् तपाईँले सबैले। धन्यवाद। अब त्यो दाहिने हात तपाईँको मुठी कसेर देख्ने छातीमाथि राख्नुहोस्। त्यो तपाईँको मुठीले के भन्दै? अर्को साङपाङले भन्दैछ। त्यो तपाईँको मुठीले मेरो देश, मेरो देश, मेरो देश, मेरो देश, मेरो माटो, मेरो माटो, मेरो स्वाधीनता, मेरो स्वाधीनता, मेरो स्वाधीनता, मेरो चन्द्र सूर्याङ्कित झन्डा, मेरो चन्द्र सूर्याङ्कित झन्डा, मेरो चन्द्र सूर्याङ्कित झन्डा भनिरहेको छ भन्ने हो।
त्यो मुटुलाई साक्षी राखेर त्यो मुटु जुन मुटु तपाईँ बाँचुन्जेलसम्म तपाईँसँगै धड्किरहन्छ तपाईँसँगै बाँचिरहन्छ त्यो मुटुलाई साक्षी राखेर यो देशलाई वचन दिनुहोस् तपाईँ हुन्छ हुन्छ मलाई होइन मलाई चाहिँदैन तपाईँको वचन चाहिन्छ यो देश यो राष्ट्रमा तपाईँ तयार हो ल म जे भन्छु त्यही भन्नुहोस् है हस् ल म अनि साह्रो भन्नु होला म आफ्नो नाम भनिदिनुहोस् सबैले निनम राई यो देशको माटो छोएर यो देशको माटोलाई यो देशलाई वचन दिन्छु कि श्रम संस्कृति महाअभियानको सदस्य बनेर विधानलाई अक्षरश पालना गर्दै श्रमदानको महाअभियानमा लाग्दै अरूलाई पनि लाग्न लगाउँदै यो देशको स्वाधीनता भौगोलिक अखण्डता सांस्कृतिक विविधता सहितको राष्ट्रिय एकता बचाइराख्न जस्तोसुकै कठिन परिस्थितिमा पनि कटिबद्ध र सक्रिय रहनेछु आफ्नो जिम्मेवारीमा आएको कर्तव्य पूरा गरी छाड्नेछु एउटा सच्चा इमानदार देशभक्त श्रमदाता बनेर श्रमदानको महाअभियानमा सदैव जोडिनेछु प्रकृति संस्कृति र प्रविधिको अन्तर सम्बन्ध नै जीवन हो प्रकृति संस्कृति र प्रविधिको समुचित र सन्तुलित विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्न सक्छ यो अवस्था प्राप्त गर्न अनिवार्य श्रम र श्रमदानको अभियान सञ्चालन गर्नुपर्दछ भन्ने राजनीतिक दर्शन अर्कवादलाई आत्मसात गर्दै सदैव श्रम र श्रमदानको महाअभियानमा उत्पादन र निर्माणको महाअभियानमा लागिरहनेछु उच्च निष्ठा नैतिकता र देशभक्तिका साथ लागिरहनेछु म हुँ श्रमदाता हेर्दिन म अरूको आश भन्दिन म जिउँदो लास सजाउँछु श्रमले परिवेश बनाउँछु म अलोसरी ज्योतिन्छु म मेरै देशको माटोमा आत्मनिर्भर बन्छु म अभिमानको बाटो वास्ता गर्न छैन मैले कसले मलाई के भन्छ आशा हेर्नु छैन मैले कसले मलाई के दिन्छ ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने आफ्नो देश बनाउनु छ कस्तो आशा हेर्नु श्रमदाता जय स्वाभिमान जय श्रमदान जय माटो जय देश धन्यवाद